सो होलगुन्डा युट्युब च्यानल सबैजनालाई नमस्कार। यसमी आशिष भुजेल। सो आज चाहिँ हामी बन्दीपुर घुम्न जाने भने हो। बन्दीपुर त अब आफ्नो ठाउँ हो, गाउँ हो। हामी चाहिँ बन्दीपुर 2 पर्यो त हाम्रो गाउँ जाने बाटो हो। यो चाहिँ यहाँ चाहिँ भान्जा म भतिज अरू मिलेर जाने हो। दुईवटा बाइकमा 220मा एउटा एनएसमा जाने हो। अब खासै के त छैन, यसो बन्दीपुरमा चाहिँ मौसम लाग्यो अरे। 11 गतेदेखि लाग्यो होला। 11 गते कहिले लाग्यो अरे? 10 गतेदेखि लाग्यो होइन। 10 गतेदेखि 21 गतेसम्म छ। अब आफ्नै ठाउँ हो यो त, जहिलेको जति बेला गए पनि भयो। तैपनि आज शनिबारमा चाहिँ यसो टाइम मिलाएर गइदिउँ भनेको। फेरि अरूको त भतिजहरू पढिरहेको नि त, उनीहरूको छुट्टी हुँदैन। आज शनिबार चाहिँ छुट्टी भएर अब जानु लाग्यो घुम्न। यसो के हुन्छ होइन, तपाईँहरूलाई देखाउँदै गरौँला। अहिले चाहिँ अब हिँड्न लाग्यो बाटोमा। अब म गएपछि अब बन्दीपुर गएपछि अब तपाईँहरूलाई भ्लग देखाउँदै छु। सो भ्लग चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला। बन्दीपुर हेरेर गाइज अब मौसमभित्र थाहा छैन कस्तो हुन्छ। यो भ्लग चाहिँ खासै लङ जाँदैन, छोटो मिठो मात्रै जान्छ। धेरै मिनटको हुन्न होला, 2-3 मिनटको हुन्छ होला। त्यसैले लास्टसम्म हेर्नु होला। अब चाहिँ रमाइलो त हामीलाई त खासै के जस्तो लाग्दैन होइन। अब आफ्नै ठाउँ हो, दिनदिनै आइरहन्छ। के भन्नु, आफ्नै गाउँ होइन। ल अहिले भ्लग यसो स्टप गरिदिन्छु। धेरै मान्छेको अगाडि लाज लाग्छ कि। ओहो के हो त यार, मौसमतिर गएको। मौसम यसो बाहिरबाट हेरेको त कोही मान्छे खासै छैन रहेछ क्या मान्छे। अनि हामी यता माथितिर लागेको फेरि गुम्बा हेर्न। रमाइलो छ है। हाम्रो गाउँ चाहिँ तलतिर, गाउँ तलतिर कस्तो रमाइलो। बन्दीपुर हो नि त, अगाडि तल पिकनिक रहेछ। अब तपाईँहरू अब कहाँबाट हेर्दै हुनुहुन्छ होइन। यसो बन्दीपुरमा मौसम हेर्न आउनु पऱ्यो कि। यहाँबाट चाहिँ केटा हिमाल पनि देखिँदो रहेछ। हिमाल पनि देखिन्छ कि त हिमाल। म अहिले नि भिडियो गर्नु पाउँछु र भित्रसिरै आएँ। आर्थिङका सुखौरा साथी नसँग एक्लै रमाइलो भइजाओस्। अब हामी 4जना थियौँ। यहाँ पुरै स्कुल पार्यो होइन हाम्रो हेलमेट पाउनु रमाइलो भइजाओस् यार। पुरा हिउँ पनि के अरे हिमाल पनि देखेँ। ल त्यहाँ बच्चाहरू, हामी पनि के गर्ने है।